हेलो नमस्ते, म चाहिँ परमेश प्रजापति। प्रत्येक दिन जस्तो आज पनि भिडियो लिएर प्रस्तुत भएको छ। आज हामी पढ्ने हो लाइन एन्ड एंगल, रेखा र कोणहरू, रेखा र कोणहरू हैन, लाइन एन्ड एंगल। सो हामीले यहाँ के बुझ्न पर्यो भन्दाखेरि लाइन एन्ड एंगल, लाइन हेर्नुस् त, लाइन भनेको के हो? लाइन भनेको यो पनि लाइन हो, वक्रको लाइन, अनि यो एउटा सिधा लाइन हो। ठीक छ, यसलाई के भनिन्छ? वक्र, वक्र लाइन। ठीक छ, यसलाई के भनिन्छ त? वक्र। ठीक छ, वक्र रेखा के भनिन्छ त? वक्र रेखा। यसलाई के भनिन्छ त? सीधा रेखा। के भनिन्छ? सीधा रेखा। अब हामीले यहाँ रेखा कति प्रकारको भयो त? दुईटा भयो हैन, कतिवटा? दुईटा। यो रेखा के हो त? यो जुन हो त्यही लाइन हो। लाइन 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 हामी सुनेछन्, तर लाइन के हो थाहा छैन। लाइन भनेको एउटा बिन्दुबाट, एउटा निश्चित बिन्दुबाट अर्को बिन्दुसम्म पुग्ने बाटो जुन हुन्छ नि, त्यही हो लाइन। के हो? लाइन। अब जस्तै यहाँदेखि सुरु भएछ नि एउटा बिन्दुबाट, अर्को बिन्दुसम्म यो गएर इन्ड भएछ, खतम भएछ कि नै? भएछ। यो ठुलो पनि हुन सक्छ, यो पनि लाइन हो है, यो पनि लाइन हो, तर एउटा यहाँ जहाँबाट भए पनि यो पनि यहाँबाट सुरु भएर यहाँ खतम भएछ कि भएछ छैन? भएछ। यदि सुरुको पोइन्ट र इन्डको पोइन्ट छ अनि जो घुमिरहे यस्तो बाङ्गे टेकेको वा सिधा गएको यो बाटो भयो, के भयो त? लम्बाइ। लम्बाइलाई के भनिन्छ त? रेखा। यो जुन यहाँको छ लम्बाइ, त्यसलाई के भनिन्छ त? रेखा। के भनिन्छ? रेखा। मानले बिन्दु ए हो र बिन्दु बी, बिन्दु ए बीचको जुन लम्बाइ छ नि, त्यसलाई के भनिन्छ त? रेखा। के भनिन्छ? यसलाई के भनिन्छ त? रेखा। यहाँ जुन खिचिए छ नि, यो हो रेखा। ठीक छ, यो बिन्दु बीचको त दूरी त्यो अर्कै भयो, तर यो जुन खिचिए छ बीचमा त्यो भयो रेखा। अब के बुझ्न पर्यो हामीले? रेखा हामीले बुझ्यो हैन। अब रेखाखण्ड, सेगमेन्ट। रेखाखण्ड भनेको काट्नु हो है। रेखा जस्तै एउटा रेखा छ है, एउटा मैले भनेको अहिले एउटा यस्तो पनि रेखा हो, यो पनि रेखा हो, यो पनि रेखा हो। यो जो सीधा रेखा छ नि, यो हो रेखाखण्ड। किनभने यसलाई त काटेबाट यहाँ केही कोण बन्छ, यहाँबाट पनि बन्छ, हो कि हैन? यहाँबाट पनि बन्छ, यहाँ पनि बन्छ, यहाँ पनि कोण बन्छ, यहाँ पनि बन्छ। अब यहाँ जुन बनेको कोण हुन्छ योसँग बराबर हुन्छ, योसँग यो बराबर हुन्छ। त्यसको रिजन म अर्को म दिन्छु है। यहाँ अहिले यति बुझ्ने कि यो काटेछौँ हामीले, अनि यो के हो त? लाइन हो, रेखा हो, सेगमेन्ट हो। ल, प्रतिच्छेदित, प्रतिच्छेदित, इन्टरसेक्टिङ हेर्नुहोस् त। इन्टरसेक्टिङ भनेको के हो? मानले एउटा सिधा रेखा छ हैन, एउटा सिधा रेखा मानले यदि छ, अब यहाँ अर्को रेखाले काट्दियो, के गरे त? काटेछ। एउटा सिधा रेखालाई अर्को सिधा रेखाले फेरि काट्छ है। यस्तो रेखा काटेर हुन्न फेरि। यहाँ इन्टरसेक्टिङ गर्नको लागि त यहाँ केही त मात्रामा डिग्री हुन पर्यो। अब यसलाई त नाप्न सकिन्छ? सकिन्न। सकिन्छ? सकिन्न। अब यहाँ नाप्नको लागि केही डिग्री हुन पर्यो, नाप्न सक्न पर्यो। यो के भयो त? प्रतिच्छेदित। मानले हामीले यहाँ 90 भन्दा कम हुन्छ है, यो दुईटै जोडेर त 90 हुन्छ, तर यहाँ काटेको जुन हुन्छ एउटा 90 भन्दा बढी हुन्छ, एउटा 90 भन्दा कम हुन पर्यो। ठ्याक्कै 90 को हुन भएन। ठीक छ, कतिको हुन भएन त? 90 डिग्रीको। 90 डिग्री नै हो चाहिँ, बस नै बुझ। 90 डिग्री भयो त यही का हो? प्रतिच्छेदित नै हो, इन्टरसेक्टिङ पोइन्ट नै हो। इन्टरसेक्टिङ भनेको त के रे? एउटा सिधा रेखा छ, त्यसलाई अर्को सिधा रेखाले काटेछ, त्यहाँ केही कोण बनेछ, 90 बाहेक केही कोण बनेछ, 45 डिग्री, 30 डिग्री, माने यहाँ 45 डिग्री कोण बनेछ भने यो के भयो त? प्रतिच्छेदित भयो, इन्टरसेक्टिङ भयो। ओके, सो अब हामीले अर्को हेर्ने त प्रतिच्छेदित पढ्यौँ हैन, थर्ड फोर्थ भयो।
ल अब फोर्थमा हेरौँ त समानान्तर रेखा प्यारलल लाइन। प्यारलल भनेको दुईटा सिधा रेखा छ तर के छ यिनीहरू बराबर छन्। के छन् बराबर। एबी सँग सीडी के छ बराबर छ। एबी सँग प्यारलल टु सीडी प्यारलल को चिन्ह यो हो है। यो एबी सँग के छ त प्यारलल छ समानान्तर छ प्यारलल छ। ठीक छ। हजुरहरूले यो भिडियो हेर्दै हुनुहुन्छ भने हजुरहरू निकै नै शेयर गर्नुहुन्छ होला मलाई विश्वास छ। लाइक गर्नुहुन्छ कमेन्ट गर्नुहुन्छ। ल अब यहाँ प्यारलल लाइन मैले भने हैन प्यारलल लाइन हुनको लागि के हुनु पर्यो त दुईटै के हुन्छ त बराबर हुन्छ। एउटै यहाँबाट रेखा गएको छ हैन अब भनिदिएछ त्यसको समानान्तर रेखा यो हो। त्यो यो यहाँसम्म आएर मात्रै प्यारलल हुँदैन है भाइ। यो यहाँसम्म बढाएर मात्रै प्यारलल हुँदैन। यहाँ भनेपछि त यो प्यारलल नै हुन्छ। ठीक छ। यहाँ भन्न पर्दैन कि त्यो प्यारलल छ भनेर आफूले भन्न पर्दैन। त्यहाँ भनेकै हुन्छ क्वेशनमा। नभनेकरी चाहिँ हामीले बुझ्न पर्यो योसँग यो समानान्तर यस्तो चिन्ह दिए पनि दुईटा चिन्ह मानिलिन दिएछ वा यहाँ एउटा चिन्ह दिएछ भने के बुझ्ने त योसँग यो के छ बराबर छ प्यारलल छ समानान्तर छ। ठीक छ। ल प्यारलल पनि बुझेम। अब परपेन्डिकुलर लम्ब जस्तो कि एउटा सिधा रेखा छ हैन एउटा सिधा रेखालाई अर्को ठ्याक्कै 90 डिग्रीमा गरे 90 डिग्रीमा गरेर काटेछ। ठीक छ। यो कति डिग्रीमा काटेछ 90 डिग्रीमा। यो जुन 90 डिग्रीमा काटेछ यसलाई के भनिन्छ त 90 डिग्री। यो जुन काटेछ यहाँदेखि माथिदेखि यसलाई के भनिन्छ त लम्ब। के भनिन्छ लम्ब। के भनिन्छ लम्ब। ठ्याक्कै 90 डिग्रीमा काटेछ भने हेर्नुस् त यता 90 भयो भने त यता अटोमेटिकली 90 हुन्छ। त्यतिकै नै 90 हुन्छ किनभने दुईटैको सम कति हुन्छ त दुईटैको समको गर्दाखेरि कति हुन्छ त 180। ठीक छ। 180 हुन्छ नि। यता 90 भयो कि भएन भयो 90 भयो भने त यो के भयो त लम्ब परपेन्डिकुलर। के भयो त परपेन्डिकुलर। एउटा सिधा रेखा थियो सिधा लाइन थियो अनि अर्कोले के गर्यो त काटेछ परपेन्डिकुलर गरेछ। परपेन्डिकुलर भनेको जहिले पनि बुझ्ने कति हुन्छ त 90 डिग्रीको एंगल बनाएछ भने के भयो त लम्ब भयो। ठीक छ। अब परपेन्डिकुलर बाइसेक्टर परपेन्डिकुलर बाइसेक्टरलाई हेर्नुस् त के गर्ने त हामीले परपेन्डिकुलर बाइसेक्टर यहाँ हेर्नुस् त परपेन्डिकुलर एउटा सिधा रेखा छ हैन अर्को सिधा रेखाले काटेछ तर यहाँ 90 डिग्रीको एंगल हुन्छ। ठीक छ। लम्ब भनेको लम्बार्धक भन्छ नि परपेन्डिकुलर बाइसेक्टर लम्बार्धक परपेन्डिकुलर बाइसेक्टर के हुन्छ त परपेन्डिकुलर बाइसेक्टर लम्बार्धक के हो त परपेन्डिकुलर बाइसेक्टर। ओके। अब यो सँग यो बराबर छ भने त्यसलाई के भनिन्छ त परपेन्डिकुलर बाइसेक्टर। यो जुन रेखा छ नि यो सँग यो बराबर हुन्छ त्यहाँ के भनिन्छ त परपेन्डिकुलर बाइसेक्टर। ओके। परपेन्डिकुलर बाइसेक्टर। अब कोण त यो हो के हैन कोण भनेको दुईवटा सिधा रेखाहरूले बीचमा काट्दाखेरि हैन कुनै ठाउँमा काट्दाखेरि जुन त्यसको काटेको भागमा बनेको हुन्छ नि त्यसलाई के भनिन्छ त एंगल। के भनिन्छ एंगल। जुन काटेको जस्तै यहाँ एउटा रेखा छ यसले काट्दै छैन भने यहाँ एंगल बन्छ हैन दुईटा रेखा काट्न पर्यो कति कम्तीमा दुईटा कम्तीमा कति हुन पर्यो कम्तीमा कति हुन पर्यो दुईवटा चाहियो। ठीक छ। दुईटा रेखाले काटेछ भने त के हुन्छ त्यो एंगल हुन्छ। काटेछ त्यसको एउटा बीचमा पर्छ अथवा यताउता पर्न सक्छ हैन त्यो जुन बनेको हुन्छ नि काटेको ठाउँमा त्यो के हो त कोण हो। के हो कोण हो। यहाँ मैले 90 डिग्री भने नि यो के हो त 90 डिग्री कोण हो। के हो 90 डिग्री को कोण हो कि हैन हो। बाइसेक्टर गरेछ लम्ब गरेछ हैन हो। हस् धन्यवाद। आजको लागि यति नै। नमस्कार।